बालेन र शाहले जो अभिव्यक्ति भारत नेपाल सीमाको बारेमा दिनुभयो त्यो 100मा 100% गलत छ। त्यो भन्दै गर्दा मैले बालेन शाहलाई गलत भन्न खोजेको होइन, तर उहाँले दिएको जो अभिव्यक्ति छ त्यो एकदम गलत छ। किनभने काठमाडौँका तीन ठुला महलमा बस्ने अनि बाहिर हिँड्दाखेरि कालो सिसा भएको गाडी अनि फेरि 10-12वटा अगाडि पछाडि गार्ड लिएर हिँड्नेलाई त खासै फरक पर्दैन होला, तर सीमा क्षेत्रमा जसरी बसिरहेका छन् उनीहरूलाई कति गाह्रो छ। त्यहाँ एउटा नेपाली सैनिकसम्म राम्रोसँग छैन, सुरक्षा राम्रोसँग छैन, त्यही माथि त्यस्तो अभिव्यक्ति दिएपछि कतिसम्म गाह्रो भयो होला त्यहाँ बस्ने जनताहरूलाई। र नेपाली सेना त्यहाँ तैनात गरिनै पर्छ, अवश्य रूपमा त्यहाँ गरिनुपर्छ। र एक दुई दिन त त्यहाँका स्थानीयहरूले भगाउलान्, जसरी तसरी भगाउलान्, लखटेको पनि भिडियो देखियो। तर सधैँभरि कसरी सक्छन्? बन्दुक र बुट बजारेपछि कसले सक्छ? त्यहाँ सीमा क्षेत्रमा सैनिक हुनुपर्छ कि पर्दैन?